विगतमा मेयरको चुनाव लड्दा बालेनजीले भन्ने गर्नुहुन्थ्यो सरकार प्रमुखमा स्ट्रक्चरल इन्जिनियर गरेको व्यक्ति फिट हुन्छ। तर अलि गहिराइमा पुगेर अध्ययन विश्लेषण गर्दै जाँदा थाहा भयो कि सरकार प्रमुखमा स्ट्रक्चरल इन्जिनियर गरेको व्यक्ति फिट नभएर म्यानेजमेन्ट फ्याकल्टीबाट आएको व्यक्ति 100% फिट हुन्छ। किनभने स्ट्रक्चरल इन्जिनियर गरेको व्यक्तिले बढी जान्ने भनेको चाहिँ भत्काउने र त्यसलाई पुनः बनाउने मात्रै हो। तर म्यानेजमेन्ट फ्याकल्टीबाट आएको व्यक्तिमा चाहिँ ओभरअल सिस्टमलाई कसरी म्यानेज गर्ने, इम्प्लोइलाई कसरी म्यानेजमेन्ट गर्ने, त्यसैगरी सरकारलाई कसरी म्यानेज गर्ने, देशलाई कसरी म्यानेज गर्ने, जनतालाई कसरी म्यानेज गर्ने, ओभरअल म्यानेजमेन्टसँग सम्बन्धित सम्पूर्ण क्वालिटिजहरू त्यो व्यक्तिमा हुन्छ। यदि त्यो व्यक्तिले चाहिँ म्यानेजमेन्टभित्रका ती थ्योरीहरू, ती सिद्धान्तहरू, ती कुराहरूलाई यदि डिपली रिसर्च गरेर, डिपली स्टडी गरेर उसले चाहिँ स्नातक वा स्नातकोत्तर पास गरेको छ भने त्यो व्यक्तिमा म्यानेजमेन्टसँग सम्बन्धित धेरै धेरै गुणहरू हुन्छन्, जसलाई सरकार प्रमुखमा रहँदा उसले इम्प्लिमेन्ट गर्न सक्छ आफूले विगतमा पढेका कुराहरू। त्यसैले चाहे डिसिजन मेकिङसँग सम्बन्धित होस्, चाहे प्रब्लम सल्भिङसँग सम्बन्धित होस्, चाहे इन्भाइरोमेन्ट स्क्यानिङसँग सम्बन्धित होस्, थुप्रै ओभरअल धेरै हुन्छन् त्यहाँ म्यानेजमेन्टका कुराहरू, त्यसमा थ्योरीहरू। ती थ्योरीहरू पर्फेक्टली म्याच हुन्छ यो सरकारको नेतृत्व गरेर नेतृत्वकर्तामा। अनि त्यसमा लिडरसिपको कुरा पनि त्यो म्यानेजमेन्टभित्रै आउँछ हैन, किनकि लिडरसिप कस्तो हुनुपर्छ, लिडरसिपमा के हुनुपर्छ, लिडरसिप कसरी अगाडि बढ्नुपर्छ भन्ने सबै कुराहरू हामीले चाहिँ यो म्यानेजमेन्ट फ्याकल्टीमा अध्ययन गरेर अगाडि बढ्दै जाँदाखेरि हामीलाई पूर्ण रूपमा एकदमै डिपली रिसर्च गर्ने, डिपली अध्ययन गर्ने मौका मिलेको हुन्छ। त्यसैले स्ट्रक्चरल इन्जिनियर गरेको व्यक्ति फिट हुन्छ भन्नु सरासर गलत हो। एकपटक सरकार प्रमुखमा म्यानेजमेन्ट फ्याकल्टीबाट आएको एउटा राम्रो व्यक्तिलाई स्थान दिइयो भने पक्कै पनि उसले चाहिँ केही गर्न सक्छ, यो देशलाई म्यानेज गर्न सक्छ भन्ने हाम्रो चाहिँ यो एउटा सुझाव हो।